झट्ट हेर्दा यस्तो लाग्छ यो ठाउँ नेपालमा होइन, कुनै विदेशी स्वर्गमा छ। तर होइन, यो हो रारा। मुगुमा रहेको रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो र यो समुद्री सतहबाट करिब 2990 मिटर उचाइमा अवस्थित छ। यसको क्षेत्रफल करिब 10.8 वर्ग किलोमिटर छ। राराको पानीको रङ घाम र मौसम अनुसार कहिले गाढा नीलो, कहिले हरियो जस्तो देखिन्छ। चारैतिर हरिया डाँडा, शान्त हावा र ऐना जस्तै पानीले यो ठाउँलाई अविश्वसनीय बनाइदिन्छ। यो ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ, जहाँ रातो हाब्रे, कस्तुरी मृग, हिमाली कालो भालु जस्ता वन्यजन्तु पाइन्छन्। रारा पुगेपछि एउटा कुरा महसुस हुन्छ, नेपालको सुन्दरता अझै पूरा देखिसकेको छैन। केही ठाउँहरू केवल हेर्नका लागि होइनन्, जीवनभर सम्झिनका लागि हुन्छन्। यस्तै नेपालका सुन्दर कथाहरूका लागि पृथ्वी स्टोरिज